नमस्ते नेपाल। धेरै धेरै आभारी छु। धेरै समयपछि फेरि यो स्टेजमा यहाँहरुको समक्ष यहाँको सुन्दर प्राङ्गणमा उभिएकी छु। हजुरकै लोक गायिका देविका केसी। चितवन सोसाइटीलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु यो समय अनुकूल मिलाइदिनु भएकोमा र विशेष गरी हाम्रो क्रिस दाजुलाई धेरै धेरै धन्यवाद। अलिकति क्यानाडा बाहिर रहँदा पनि बहिनी के छ है हाम्रो प्रोग्राम छ भनेर अस्तिसम्म पनि मलाई सम्पर्क गरेर यहाँसम्म ल्याइदिनु भएको छ। अहिले कृषिसाका रामचन्द्र र ठोरन्छ मेरो लागि माइती घर भएको छ। कहिले कहिले मात्र आउने मौका जुर्छ। यो सौभाग्य जुटाइदिनु भएकोमा आभार व्यक्त गर्न चाहन्छु विशेष गरी चितवन सोसाइटी क्यानाडालाई। जोरदार ताली दिनु होला एकचोटि चितवन सोसाइटी क्यानाडा, चितवन समाज क्यानाडालाई। चितवनको गैडा आन्टी हजुर हाम्रै साथी यस्तै विषयमा गीत गाउनेछु। बोल्ने कार्यक्रम धेरै अनौपचारिक कार्यक्रममा समाप्त भएको हुँदा म धेरै नबोली मलाई देविका केसी भनेर चिनाउने मेरो आवाजमा रहेको एउटा गीत यहाँले नसुन्नु भएको पनि हुन सक्छ। सधैँ मैले धेरै अरूले गाएको गीत पनि सुरुमा गाउँछु भने आज म देविका केसी भनेर चिनाउन सफल गीत गाउँछु। गोल्डेनको सारीमा लाउँछौ माया समाउँछौ नारीमा परेनी जारीमा। त्यसपछि माधव दुलाल दाजुको रोजाइमा रहेको गीत उनीको पछाडि अफर गर्नुभएको छ यो गाउँछु। हाम्रो पूर्ण कडेल दाइले बहिनी मलाई त त्यही नै चाहिन्छ सातको पात भन्नुभएको छ र हाम्रो क्रिस खड्का दाइले म त ढले ढले चाहिन्छ बहिनी भन्नुभएको छ। ढले ढलेमै नाच्ने हो हामी। सम्पूर्ण मेरा अग्रज मेरा अनुज सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई यति बेला हाम्रो खाना खुलेको छैन, बरु बोतलको पानी धेरै युज गरौँ र म सँगसँगै नाचौँ र होली पर्वलाई रङकै रङको पर्व होलीलाई हामीले आत्मसात गरौँ भन्दै हाम्रो आशाशिष यसै गरी हाम्रो रेखाशिष कृष्ण भाउजू सम्पूर्ण जम्बो टोली अगाडि आइदिनु होला। यता अगाडिबाट सुप्रिया रमिला यसै गरी निरु भाउजू सबिना शिष लगायत सबैजना अगाडि आएर नाच्नुपर्छ है। एकचोटि ठुलो आवाजमा हुन्छ भन्नु पर्यो नि। थ्याङ्क यू सो मच। यता पछाडि जीवन जलको पनि व्यवस्था छ है। सुरज दाईलाई धेरै धेरै धन्यवाद यति ब्युटिफुल आवाजको लागि। दाई सधैँ तयार हुनुहुन्छ। आभार छ दाई। सबभन्दा पहिला गोल्डेनको सारीमा बजाइदिनु। ह्याप्पी होली हो के हो होइन? 8:30 बजे खानै छैन
कर्म
same thing. And the beauty of our community is we do not duplicate. Chiton is a trademark for holy celebration in our community. Is that right? So this is why Canadian Multicultural Council is a part of Canadian communities where there are so many different communities are celebrating and enjoying their own heritage in this beautiful land. And on behalf of myself and Canadian Multicultural Council, I would like to congratulate the organizing team, Dr. Kanchan and Chris and all your team. Wonderful job. This is one of the biggest events what I have seen recently in our community. And I again thank you and happy Holi. All right, thank you. Bye bye. Thank you, Dr. Tusidare. Congratulations to all of our advisors and all the work that they do and many more great years to come. Thank you very much. They're dancing, they're showing great talents, and they're entertaining us as well. Right here? Hi, happy Holi. Nasi, happy Holi. Happy Holi.